साथीहरु अहिले चाहिँ जाडो बढे सँगसँगै एकदम पिरो खान मन लाग्छ नि त। त्यसैले म चाहिँ आज खुर्सानी टिप्दैछु। खुर्सानी चाहिँ अब लगभग अन्तिम भइसकेको छ हैन, देख्न सक्नुहुन्छ पाकेको छ। अनि अब खुर्सानी चाहिँ मैले टिपेर यति बनाइसकेको छु साथीहरु। लगभग खुर्सानी चाहिँ एकदम अन्तिम भइसकेको छ। अहिले मङ्सिर पनि जान लागिसक्यो नि त। अनि मेरो धनिया चाहिँ देख्न सक्नुहुन्छ एकदम बाक्लो पोलाको छ है साथीहरु। अनि अब जाडोमा चाहिँ टक्क लाएर खानु पर्यो नि त। दालमा हालेर खादा पनि भयो, अचार बनाएर खादा पनि भयो धनियाको चाहिँ। अनि मुला पनि देख्न सक्नुहुन्छ, मुला चाहिँ खाने बेला हुँदै रहेछ मुला पनि। त्यसो मेरो प्याज छेपी, यो मसिनो खालको गाउँको छेपी हो देख्न सक्नुहुन्छ। अनि यो चाहिँ लसुन पानी लगाएको छैन, त्यसैले चाहिँ अलिक सुक्खा देखिरहेछ। अनि मैले खुर्सानी चाहिँ यतातिरको टिपिसकेँ साथीहरु। अनि आज चाहिँ हाम्रो गाउँघरमा घाम लागिरहेको थियो, अहिले चाहिँ एकदम बेलुका घाम डुबिसकेको छ। पारीतिर चाहिँ हल्का हल्का लागिरहेको रहेछ। अनि खुर्सानी चाहिँ अब मैले यति नै टिपेको छु। अन्तिम खुर्सानी पनि सक्यो साथीहरु। यो अलिक पुरानो नयाँ बोटमा चाहिँ हल्का हल्का फल्दैछ, तर यो छिप्पिनै गाह्रो हुने रहेछ के साथीहरु, देख्न सक्नुहुन्छ। यो चाहिँ मसिनो खालको छ, तर एकदमै पिरो हुन्छ है। यो मासतिर पनि छ। टिपेर सकिसकेको छु। ल त साथीहरु, आजलाई यति नै मेरो भिडियो चाहिँ।